नमस्ते स्यावा जोडले सम्पूर्ण मित्रहरूलाई सेब्लग 108 वेलकम छ, स्वागत छ। तातो तातो भात नखायो भने त जाडोले कक्रिन लाग्यो। ल तातो तातो खाना है, एकदम पुरा बाबाइरा छ। यो चाहिँ मज्जाले डीप फ्राई गरेर हाँसको छोइला अक्कबरे खर्सानी ज्याममै लसुन लगभग आधा पाउ भन्दा ज्यादा राखेर चाहिँ हाँसको छोइला लुखाइहालौँ। सही दामी छ है। ल अनि यतातिर छ नेपालको अक्कबरे खर्सानी एकदम सुपेर पिरो। वाउ, तर यही पिरो त भक्कु खान्छ खाइदैन। अनि यता सिङ्गीको झोल सिङ्गीको हैन हो, एकदम दामी छ। ल तातो तातो खाइहालौँ त। यो जाहेर बनाएको। ल हामी चाहिँ तातोमा दिइहाल्नु पर्यो। ल खानु खान्दा खोर्सानी टोकमै। उयो अब यो छोइला खानु कस्तो पिरो छ। ल खाइम ल। मजाले खायो हो है। दामी हो। म खान्छु होइन, दामी। म डिप फ्राई गरेर मैले लेमन चाहिँ नलाग्यो किनभने सिन्की भएको भएर अलि लाउनु पर्यो। यसो अलिअलि मात्रै। वाउ, सिन्कीको सुप कस्तो दामी। वाउ, अन्त नटोकी त हुँदैन हुने। अलिकति पिरो खाने बानी भयो है। दामी वाउ, सही मिठो भएको छ। दामी सम्ठीसँग खाँदा यहाँ लाएर किन भात थोत्रै हुन्छ कि हाम्रो थालमा, त्यही भएर फेरि मासु नर्छ भनेर नि। र त त्यो हुन्छ र अनि असजिलो हुन्छ नि त, त्यही भएर यसो भिन्नै लेटो पालेको। लु हाल खानु च्याम च्याम राख मैदा छोएर पिरो अमिलो लसुनको। मिठो भयो। जाडो बढ्यो क्या त, अन्त चिसो हिउँ मात्र पर्नु सकेको छैन, बहुतै चिसो छ नि मौसम त। हिउँ पर्नु नै आकाश रिसाइरहेको छ अरे क्या आकाश। मासु खानु म पनि मिठो बहुत। वाउ, काँक्रा पनि ल्याउँ है। सिन्कीको झोल त बबाल भएछ हौ। दामी। मैले फेरि भात कप्पा खाएर सुप सुरप्प तान्नु बहुत आनन्द लाग्छ क्या। खोर्सानी एउटा सिलाइछ कि फेरि भात मात्र भएको छु। अरू खानु यो पनि ठिक छ। पर्दैन प्रेसर हो फ्रेस नै छ यो पनि। अहिले लगाएको घाँसको चल्ला खाइसके फेरि लाउँछ। तपाईँ त मैले सबै मैले मात्रै खानेछु क्या। खानु त मैले त्यहीबाट लिएको। यहीँबाट लिएँ पनि म त तातो तातो खानुपर्छ क्या। फेरि यो त खस्छ बनाउँछ क्या हाँस त फेरि।
मजाले फ्राई गरेर मिठो हुने मिठो हुन्छ डिप फ्राई गरे ल फेरि हाँसको छोरासँग कि गुन्द्रुक कि आलुको पातलो झोल कि मुसुरी दाल कि यस्तै मिठो हुन्छ कि सुप अब चाहिँ डेन्जर पिरो भयो आगोबारी खोर्सिन्छ होइन पिरो मिठो बाँच्छ कि यो हाँसलाई एकचोटि बोइल गरेर अनि फेरि त्यसको मिठलाई चाहिँ काटेर त्यो उसरी बनाउनु पनि राम्रो हुँदो रहेछ अनि हल्का पिरो त्यो अचार बनायो त्यो पनि राम्रो हामी त नेपालीहरू पिरो खाने भएर होला पिरो मनपर्छ तर विदेशीहरूले चाहिँ हो त्यसरी बोइल गर्यो अनि पिरो चाहिँ छुट्टै यस्तो बोटुकोमा टक्कै भने थोरै थोरै चोप्दै खाने पिरो त तिनीहरू यति तान्छ बिचराहरू तर कतिपय त बहुतै पिरो खाने तपाईँ जस्तै बहुत पिरो खाने हामी नेपाल जाँदा खान्छ खाँदैन होला सिङ्गी झोल त सुपर डुपर मिठो भएछ एसियनहरूले चाहिँ त्यसरी खाने यहाँको खेतीहरू त हामी जस्तो पिरो खानु सक्दैन एसियन जस्तै भियतनाम चाइना होइन कोरियाहरू यो मान्छेहरू चाहिँ हामी जस्तो खाने इन्डोनेसिया भयो मजाले 15-20 वटा खोर्सानी हालेर खान्छ वाउ मिठो है हाँसोमा त सबै खाइसकौँ नराखौँ ल यस्तो बबाल भयो यो मजाले ड्राई गरेर फ्राई गर्यो त्यसपछि अदुवा लसुन चाहिँ ज्यादा राख्ने क्या बबाल मिठो लाग्छ आइज न किन नआएको त सिलाउँछ भने डर लाग्यो लेमन लगाइदिऊ मैले पुग्यो म चाहिँ यसमा लगाइदियो क्या उयो हाँसमा फेरि सिङ्गी झोल भएर नलगाएको क्या केटामा आवश्यकता अनुसारको लगाएर खाऊँ भनेर तिनवटा है मैले यसमा तिनवटा मेरो त अब यहाँ यति नै लास्ट चारवटा बहुत पिरो खानु मन लाग्छ कि मिठो नै है Turke. लसुन टक्क गरेको पेस्ट राइस
थोरै थप्नुपर्छ है होइन लगाइदिउँ हाल त छ नि त थोरै थपौँ क्या हो सिन्की मिठो भने गुन्द्रुक सिन्कीहरू सही मिठो नै दामी फेरि थर कामले त्यसमा त मिठो छ तर तत खानु पर्यो सुसुर भात भन बाबु ल पाउज एकछिन ल त ब्रेक ल एकैचोटि भयो तातो तातो हड्डी नै हाँसेन ल सिङ्गी झोल सबै एक एक बटुको सिङ्गी झोलमा स्वा मिठो मिठो दामी भयो मिठो भयो tato mama tato र पिरोको लागि ट्याक्कै भन्छ नि फेरि काँक्रा चिसो सक्नुपर्छ नि अझै पनि खाइन्छ त घाँस मासु त कस्तो दामी भएको क्या छोइला भएर दामी हो लसुन चाहिँ ज्यादा राख्नुपर्छ बाबा मिठो लसुन अकबर अब यो त अकबरले पनि मिठो गरेको होला हौ लसुन चाहिँ ज्यादा युज गर्छ क्या साह्रो मिठो गरेर ल हो पिरो खसारी फेरि त्यस्तै मिठो पिरो अनि बास्मदार क्या म चाहिँ भातमा ज्याम ज्याम मुछेर खानु मन लाग्छ हौ पिएर भन्दा पनि म चाहिँ सुगर चाहिँ पहिला एक्स्ट्रा चाहिँ मिठो लाग्थेँ आफ्नो खुवाउँछ नि ग्रेभी हो भने चाहिँ भातसँग ज्याम ज्याम बुझ्ने हो सुप त मजाले भात टक्कलियो सुप पताने कस्तो खायो गजब मिठो भएन गजब दामी भएन सिन्कीको झोल दामी गर्छ त्यो एक कचौरा सिन्कीको झोल ज्याम्मै खायो अनि मजाले यो हाँसको झोल अझै पनि खाइन्छ कस्तो मिठो भएको हट त्यस्तो भयो लेमन सेमन राखेर यो चाहिँ अलिकति छाला भएर राख्थ्यो कि
छाला पनि बोसो हुने क्या बेसरी सुँगुर जस्तो नि यहाँ घाँसको त त्यो हातको कन्टको दिलतिर अलिक बसो बसो क्या थालेको छ त्यही पनि नखाएँ त्यो पनि भयो फालेमा यति धेरै छ त्यो यसको बोसो त्यसै तेल आउने यहाँको त है तेल त आइहाल्छ नि अझ बढी सुँगुरहरूमा बढी फ्याट हुन्छ नि यिनीहरू भन्दैन होइन यसको पनि छ हौ कति धेरै बोसो अन्त मिठो भयो ल सबै रितायो अब फेरि त्यो मिठो टेस्टी दामी हो एकदम सुपेर यसो त के बनाउनु गर्नु छ खोर्सानी पनि टन्न खायो अगाडि खोर्सानी त्यही माथि होइन दामी लाम्चे खोर्सानी त कति टोक्थ्यो अगाडि पाएको टोक्ने है भन्ने अब खाँदैन त्यो अर्को परेको छ त लाम्चे त त्यो त लाम्चे त आपद विपदमा नपाउँदाखेरि चाहिँ खानुपर्छ अर्को परेको छ भने त पाए त यही हुन्थ्यो जस्तो हुन्छ नि तर सधैँ त पाउँदैन यहाँ धेरैजनाले माया गरिदिनुपर्छ सपोर्ट गरिदिनुपर्छ यहाँहरू सम्पूर्णलाई मुडी धन्यवाद जति पनि नयाँ मित्रहरू छ ब्लग 138 मा जोडिँदै हुन्छ र भिडियोले सब्स्क्राइब गर्नुभएको छैन भने कृपया भिडियोले सब्स्क्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् अनि मिठो कमेन्टहरू गरिदिनुहोस् भन्दै फेरि अब चाहिँ बिदा भयो हजुरहरु ल सिङ्गीको झोलको साथमा हाँसको छोइला लसुन शरीर अनि अमिलो समिलो टक्कर टुक्कर खाएर बडो मिठो टक्कर कुरु पार्दै उहाँले 3-4 मैले 3-4 खर्सानी टोकेर मजाले खायौँ स्वादले खायौँ किनभने यहाँ चाहिँ बाफुर्दै खाएन भने चाहिँ अब चाहिँ जाडो मौसम आयो नि त बेसरी चिसो बढिसक्यो त्यहाँ तातो जिब्रो लाटा भइसक्यो त्यही भएर यसरी खाँदा चाहिँ मजाले खाएर खायौँ ल अब चाहिँ तपाईँसँग बिदा हुन्छ हजुरहरु भिडियोमा चाहिँ भेट्ने बाजा छौँ तपाईँहरूलाई चाहिँ बाई बाई सेलौट यहाँ सम्पूर्णलाई